हेलो गाइज, दर्शक नमस्ते। आज हामी छौँ चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 6 को गर्ज्या भन्ने ठाउँमा। यहाँको यो ढुङ्गो एकदमै प्रख्यात छ हैन। पुर्खौँदेखि यसमा एउटा केही धातु छ भन्ने भनाइ छ। हामी पनि आज त्यसैको अवलोकन गर्न आइरहेका छौँ। हामी पनि गाइज तपाईहरुलाई देखाउँछौँ। त्यहाँ नजिकै गएर हामी अहिले टाढाबाट छौँ। एकैछिन भिडियोमा बनिराख्नु होला। यहाँनिरबाट चाहिँ यस्तो देखिरहेछ। फाइनली गाइज हामी पुगिसकेका छौँ हैन। यो चाहिँ यस्तो देखिन्छ। यो माथिदेखि नै यो ठाउँमा चाहिँ थोरै केही वस्तुले छुन्यो भने एकदमै तामो जस्तो अनि दमा जस्तो केही आवाज आउँछ। त्यही भएर हामीले यहाँको सर्ट भिडियो बनाउन खोजेको। ल गाइज हामी त्यसमा हानेर पनि ट्राई गर्छौँ हैन, कस्तो आवाज आउँछ सुन्नु होला। ल गाइज यस्तो आवाज आउँछ, सबैले सुन्नुभयो होला। यो ओडार चाहिँ हेर्नु यति ठुलो छ। यहाँ चाहिँ यो सर्प बनेको छ सलक्क तलबाट माथिसम्म। यो हेर्नु यस्तो छ है। यो माथि फेरि यसको माथि रुखहरू छ। यहाँ चाहिँ यस्तो छ बनोट। यहाँभित्र मान्छेहरू टन्न 100-200 जना जति अटाउनुहुन्छ मान्छे बस्ने। पुर्खादेखि यहाँ बसिआएको भन्ने भनाइ छ। यो हेर्नु यहाँ माथि चाहिँ यहाँ झोरो ठोकेको छ एउटा यो पुवालमा। अहिले चाहिँ हामी सबैजना यहीँ आइसकेका छौँ। हेर्नु यति ठुलो छ कि अब कुरै नगर्नुहोस् क्या। ल 200-300 जना त इजिली अटाउनुहुन्छ क्या। यहाँ आएर हाम्रो आराम गर्ने ठाउँ हो यो। बज्छ को छ तल? हेर्नु गाइस आवाज आयो नि। आवाज आइहाल्छ के, टेन्सन लिने होइन। यस्तो क्या हेर्नु कत्रो आवाज आयो होइन। यस्तो आवाज आउँछ। खासमा के हो भन्ने कुरो हामीले गरिरहेछौँ। फेरि पनि सुन्नुहोस् है एकैचोटि।